आइज 11 को बोर्ड इक्जाम आइसकेको छ भने इफ यु आर एनबी 11 बोर्ड म्यानेजमेन्टको स्टुडेन्ट अनि तपाईँहरूको एकाउन्टमा तपाईँहरूको एकदम डर लाग्छ भने आजको भिडियो भनेको तपाईँहरूको लागि नै हो। आजको यस भिडियोमा चाहिँ हामीहरूले एकाउन्टको थ्योरीको बारेमा हेर्नेछौँ, जुन भिडियोले गर्दाखेरि तपाईँको एकाउन्टमा ह्युज नम्बरको डिफरेन्समा पास हुन पनि सक्नुहुन्छ है। इफ यु आर थिङ्किङ यु आर फेल इन एकाउन्ट होइन, तपाईँहरूले यो भिडियो हेर्नुभयो भने थ्योरीले तपाईँहरूलाई एकदम हेल्प गर्छ है त। थ्योरी चाहिँ तपाईँहरूको यो भिडियो हेरिसकेपछि भनिदिउँ 18 देखि 20 मार्क्सको थ्योरी तपाईँको टोटल क्यारी गर्छ भने यदि यो भिडियो हेर्नुभयो भने तपाईँहरूले इजी पनि केही नभए पनि 10 देखि 15 मार्क्स अथवा 15 देखि 16 मार्क्सको चाहिँ इजिली कभर गर्न सक्नुहुन्छ है त। अनि आजको यस भिडियोमा चाहिँ हामीले 10 वटा थ्योरी लिएर आएका छौँ। यो 10 वटा थ्योरी तपाईँहरूले पढ्नुभयो भने तपाईँहरूलाई 11 को एकाउन्टमा थ्योरीको पार्ट चाहिँ अब हेर्दै पर्दैन। यो भिडियो हेरिसकेपछि तपाईँहरूलाई पानी बनाएर पठाइदिन्छु है त मैले। आउनुहोस् सुरु गरौँ। सुरुमा के छ यो भनेको वाट इज एकाउन्टिङ। एकाउन्टिङ भनेको के हो है, एकाउन्टिङ भनेको के हो तपाईँहरूले पढ्नु भएको एकाउन्टिङ भनेको के हो त, एकाउन्टिङको अब्जेक्टिभ्स के हो, प्रोसेस के हो, प्रोसेस इन ब्रिफ, वाट इज एकाउन्टिङ, वाट इज एकाउन्टिङ प्रोसेस इन अ ब्रिफ, एकाउन्टिङ प्रोसेस भनेको के हो, एकाउन्टिङको अब्जेक्टिभ्स के हो भनेर तपाईँहरूले यो बुझिराख्नु पर्यो है त। यो आउन सक्ने चान्स धेरै हुन्छ, यो 1 नम्बरमा सोधिरहेको हुन्छ जहिले पनि। अनि ट्रायल ब्यालेन्स भनेको के हो, तपाईँहरू बनाउनुहुन्छ नि ट्रायल ब्यालेन्स, त्यो ट्रायल ब्यालेन्स भनेको के हो। अनि वाट इज चेक, चेकको डिफ्रेन्ट फर्महरू तपाईँले जानिराख्नु पर्यो। चेक, क्रस चेक, चेक सिङ्गल चेक, त्यस्तो चेकहरू हुन्छ, 2-4वटा चेकहरू तपाईँको बुकमा छ, त्यो हेरिरहनु होला है। यो पनि एकदम इम्पोर्टेन्ट क्वेसन रहेको छ, यो मैले भनेको तपाईँहरूले पढेर जानु होला। अनि अब अर्को रहेको छ वाट इज बुक किपिङ। यो भेरी मच इम्पोर्टेन्ट, यो क्वेसन नम्बर 12मा मैले जहिले सुकै देखेको हुन्छु यो क्वेसन है। 2 मार्क्समा आउने क्वेसन हो यो, 1 मार्क्समा दिन्छ समटाइम, तर यो धेरै जसो 2 मार्क्समा आउने क्वेसन हो। वाट इज बुक किपिङ, अब्जेक्टिभ्स र एडभान्टेज। बुक किपिङ भनेको कुनै पनि संस्थाको है, बुझ्नु भएको छैन सुन्नुहोस्, बुक किपिङ भनेको कुनै पनि संस्थाको डकुमेन्टहरूको फाइललाई मिलाएर अल्फाबेटिकल अर्डरमा म्यानेज गरेर, कम्प्युटर पढ्नु भएको छ भने डाटाबेसमा कसरी डाटा म्यानेजमेन्ट सिस्टमले डाटाबेसमा कसरी डाटालाई म्यानेज गर्छ त्यसरी नै यसमा म्यानेज गरेर राख्ने सिस्टमलाई नै बुक किपिङ भनिन्छ। यसको अब्जेक्टिभ्स के हो, एडभान्टेज के हुन्छ, टाइम सेभिङ भयो, इजी भयो, सर्टिङ गर्न इजी भयो, फाइललाई खोज्नु सजिलो भयो है त। यो पनि एकदम भेरी भेरी इम्पोर्टेन्ट छ, यो दुईटै क्वेसन है, मैले 1 र 2। अब 3मा आयौँ, वाट इज गभर्मेन्ट एकाउन्टिङ। गभर्मेन्ट एकाउन्टिङ भनेको के हो है। अनि फिचर्स एन्ड अब्जेक्टिभ्स अफ जिएएस भनेको गभर्मेन्ट एकाउन्टिङ सिस्टम, न्यू जिएएस भनेको नयाँ गभर्मेन्ट एकाउन्टिङ सिस्टमको फिचर्स लेख्नु पर्यो, अब्जेक्टिभ्स लेख्नु पर्यो। पहिला बुझौँ गभर्मेन्ट एकाउन्टिङ भनेको के हो त। एकाउन्टिङ भन्नाले के बुझ्नुहुन्छ तपाईँले, एकाउन्टिङ भन्नाले कुनै पनि कुराको आयो या गयो भन्ने हिसाब गर्ने कुरा नै एकाउन्टिङ हो होइन त। गभर्मेन्ट एकाउन्टिङ भनेको गभर्मेन्टको एक्सपेन्डिचर र इन्कममा एकाउन्टिङको फर्मुलाहरू लाएर क्यालकुलेसन गर्ने। यदि पैसा देशभित्र भित्रियो, यदि पैसा गभर्मेन्टले बाहिर पठायो, यदि एक्सपोर्ट भयो, यदि इम्पोर्ट भयो भनेर गर्ने है। न्यू गभर्मेन्ट एकाउन्टिङले केमा फोकस गर्छ, के हो फिचर्सहरू, यसले फोकस गर्ने भनेको ब्याङ्किङ सेक्टरमा मेनली फोकस गर्छ है। यो बुझिराख्नुहोस्, ब्याङ्किङ र डबल इन्ट्री सिस्टममा डबल बुक किपिङ इन्ट्री, डबल इन्ट्री बुक किपिङ सिस्टम भन्ने हुन्छ है। डबल इन्ट्री बुक किपिङ सिस्टम एकदम इम्पोर्टेन्ट छ, यो दुईवटा बुझिराख्नुहोस्। यसमा मेनली फोकस गर्छ, अरू पनि थुप्रै पोइन्टहरू छन्, तर यो गभर्मेन्ट एकाउन्टिङ भन्ने पनि तपाईँहरूले हेरेर जानै पर्ने कुरा हो। यो गभर्मेन्ट एकाउन्टिङ भनेको गभर्मेन्टको पैसा, गभर्मेन्टको फाइनेन्सियल ट्रान्जेक्सनहरूलाई एकाउन्टिङको फर्मुलाज अथवा एकाउन्टिङको प्रोसेस लगाएर क्यालकुलेसन गर्ने अनि रेकर्ड गर्नेलाई नै गभर्मेन्ट एकाउन्टिङ भनिन्छ। अनि अर्को छ गभर्मेन्ट एकाउन्टिङ भनेको के हो भनेर त मैले भनिसकेँ। कमर्सियल एकाउन्टिङ भनेको के हो त, कमर्सियल भन्ने बित्तिकै कति सजिलो, गभर्मेन्ट एकाउन्टिङ गभर्मेन्टले गर्ने, कमर्सियल एकाउन्टिङ कमन मान्छेहरूले गर्ने भनेर बुझ्नुभयो, यति त बुझ्नुहुन्छ तपाईँहरू होइन। अनि अर्को रहेको छ तपाईँहरूको हेर्नुहोस् है, यो कभर पनि भयो। अर्को रहेको छ डबल इन्ट्री बुक किपिङ सिस्टम। डबल इन्ट्री बुक किपिङ सिस्टम, दिस इज अल्सो भेरी मच इम्पोर्टेन्ट। यो पनि मैले क्वेसन नम्बर 12मा 2 मार्क्समा आएको देखिरहेको हुन्छु। यो बुक किपिङ र डबल इन्ट्री बुक किपिङ एकदम इम्पोर्टेन्ट छ है। यो 2 मार्क्समा 12 नम्बरमा आउँछ। फेरि 2 नम्बर हो भनेर नछोड्नु, पढ्नुपर्छ थ्योरी भनेको कुरा। डबल इन्ट्री बुक किपिङ भनेको कुनै पनि ट्रान्जेक्सनको 2टा ठाउँमा रेकर्ड गर्ने के। नेपाल सरकारले आफूले पठाएको पैसा एक ठाउँमा, आफूले पाउने पैसा एक ठाउँमा ट्रान्जेक्सन गर्छ अरे, रेकर्ड गर्छ, त्यो ट्रान्जेक्सनको रेकर्ड गर्छ अरे।
भने त्यसलाई नै डबल इन्ट्री बुक किपिङ भन्छ। फिचर्स के हुन्छ भन्ने थाहा छ। अब यसको अझै एउटा कुरा भन्छु है म तपाईँहरूलाई। एडभान्टेज चाहिँ पढेर जानु होला। एडभान्टेज इजी, दुई ठाउँमा रेकर्ड गरेर के हुन्छ, हेल्प हुन्छ, सजिलो हुन्छ, टाइम सेभिङ हुन्छ। तपाईँहरूले जान्नु हुँदैन त, यति त जान्नुहुन्छ होइन। अनि अर्को 6 नम्बरमा रहेको छ वाट इज ब्याङ्क क्यास बुक, इट्स अब्जेक्टिभ्स। तपाईँहरूको त ब्याङ्क क्यास बुक अनि अर्को क्यास बुक, यो त तपाईँहरूले जान्नु नै हुन्छ। ब्याङ्क लिएर हुन्छ नि त्यो सहकारीका मान्छेहरूले लिएर हिँड्ने क्या टिप्ने, त्यसैलाई ब्याङ्क क्यास बुक भनिन्छ। त्यति त जान्नुहुन्छ। नाममै हेर्नुहोस् न, क्वेसनमै वाट इज ब्याङ्क क्यास बुक, द रेकर्डिङ सिस्टम अफ द ब्याङ्क अर द ट्रान्जेक्सन रेकर्ड गर्ने सिस्टम अथवा बुक, त्यो रेकर्डिङ ट्रान्जेक्सनलाई रेकर्ड गर्ने सिस्टमलाई नै बुक किपिङ ब्याङ्क क्यास बुक भन्छ। त्यो बुकलाई नै ब्याङ्क क्यास बुक भन्छ। यदि त तपाईँहरू कति जान्ने हुनुहुन्छ आहा है। अब अर्को 7 नम्बरमा डिफाइन जिएपी। ल भन्नुहोस् जिएपी भनेको के हो त? जिएपी भनेको म भन्छु जेनरली एक्सेप्टेड एकाउन्टिङ प्रिन्सिपल। जेनरली एक्सेप्टेड एकाउन्टिङ प्रिन्सिपल। ल जेनरली भन्ने ओहो तपाईँहरूले बुझ्नुहोस् त, जेनरली भनेको जतासुकै, एक्सेप्टेड भनेको अपनाइने, एकाउन्टिङ भनेको एकाउन्टिङ यता ट्रान्जेक्सन गर्ने प्रिन्सिपल। जतासुकै अपनाइने, जतासुकै मानिने, एक्सेप्टेड हुने एकाउन्टिङ प्रिन्सिपललाई जेनरली जिएपी भनिन्छ। यसका फिचरहरू के हुन्छ, जतासुकै अपनाइन्छ, यो सजिलो हुन्छ, इजी हुन्छ, फ्लेक्सिबल हुन्छ। तपाईँहरूले त यो एकाउन्टको थ्योरीमा त आधा उधी कुरा त बनाएर क्वेसनमै हेरेर थाहा हुन्छ क्या तपाईँहरूलाई त। तपाईँहरूले अहिलेसम्म हेर्नुभएको छैन भने आधा उधी कुरा त तपाईँहरूले क्वेसनमै हेरेर थाहा पाउनुहुन्छ है। अनि अर्को रहेछ एडभान्स जर्नल भाउचर एडभान्स, नयाँ टेक्नोलोजी प्रयोग गरेर गर्ने, नयाँ कुराहरू, नयाँ केही डिफ्रेन्स ल्याएर गरिने जर्नल भाउचर है त, यो पनि ठिक छ। अनि अर्को रहेछ क्यापिटल एक्सपेन्डिचर एन्ड रेभिन्यू एक्सपेन्डिचर। क्यापिटल एक्सपेन्डिचर र रेभिन्यू एक्सपेन्डिचर, तपाईँहरूले नाममै क्यापिटलबाट एक्सपेन्डिचर गर्ने, रेभिन्यूबाट एक्सपेन्डिचर, ओहो यो त इजी भयो, यो पनि जान्नुहुन्छ है त। अनि ल हेर्नुहोस् रिजर्भ भनेको के हो, क्यापिटल रिजर्भ अनि ट्रान्सफर रिजर्भ तपाईँहरूले पढ्नु भएको छ नि होइन, यो सम्झिनुहोस्। अनि टिएसए ट्रेजर सिङ्गल एकाउन्ट भनेको सबै कुरालाई सिङ्गल ठाउँमा के। अब मानौँ तपाईँको एउटा बिजनेस छ है, बिजनेस छ भने त्यो बिजनेसको सबै कति पैसा आयो, कति पैसा गयो, 5 करोड आयो, 8 करोड गयो मानौँ है। तपाईँको 5 करोड तपाईँको आयो, 8 करोड गयो भन्नुहुन्छ भने तपाईँहरूको त्यो 5 करोड आएको पनि र 8 करोड गएको पनि के एउटै एकाउन्टमा, सिङ्गल ट्रेजर सिङ्गल एकाउन्ट, एउटै एकाउन्टमा सबै कुरा आयो, गयो, खायो, पियो, बस्यो सबै एउटै एकाउन्टमा रेकर्ड हुन्छ भने त्यसलाई हामीले के भन्छौँ त? ल भनौँ के भन्छौँ? टिएसए भन्छौँ, ट्रेजर सिङ्गल एकाउन्ट भन्छौँ है त। अब हेर्नुहोस् युज अफ ट्रायल ब्यालेन्स एन्ड बजेट सिटमा के हुन्छ त? बजेट छुट्याउन काम लाग्छ। ब्यालेन्स सिट पनि पढ्नु होला है, युज अफ ब्यालेन्स सिट भनेर आइदिन सक्छ। के हुन्छ त ब्यालेन्स सिटमा? एसेट्स र के हुन्छ त? एसेट्स र लायबिलिटी छुट्याउन सहज हुन्छ भनेर लेख्न सक्नुहुन्छ कि सक्नुहुँदैन? ल भन्नुहोस् त, सक्नुहुन्छ नि होइन। ल युज अफ ट्रायल ब्यालेन्स, युज अफ बजेट सिट, अनि त्यसपछि ट्रायल ब्यालेन्स भइहाल्यो, बजेट सिट भइहाल्यो, अनि त्यसपछि ब्यालेन्स सिट भइहाल्यो। ब्यालेन्स सिटमा एसेट्स लायबिलिटी छुट्याउने हो। यो तपाईँहरूले एकदम जान्नुहुन्छ है। यदि 10वटा क्वेसन पढेर जानुभयो भने मैले भनिसकेँ तपाईँहरूको यो 18 मार्क्सदेखि 20 मार्क्सको थ्योरी आउने हो। यदि 10वटा क्वेसन पढेर जानुभयो भने तपाईँहरूको 14देखि 16 मार्क्स फिक्स हो कि ल है। अब अरू त एक्सटर्नल क्वेसनहरू कहिलेकाहीँ आइदिन सक्छ, स्कुलले अलिकति सिसान प्याप्सनहरूले निकाल्ने हो कि अलिकति चेक गरौँ विद्यार्थीलाई भन्ने खालको हुनसक्छ। 11का केटाकेटीहरू, विद्यार्थीहरू, भाइ बहिनीहरू कहिल्यै नातिनु होला। एकाउन्ट भनेको अहिलेसम्म केही पनि छैन है, 12मा गएर पनि केही पनि हुने छैन। एकाउन्ट त लियो गाह्रो भयो भन्ने होइन है। यति भिडियो हेरिसक्नुभयो होला। थ्याङ्क यू फर वाचिङ। फलो गर्नुभएको छैन भने फलो गर्नु होला, र लाइक गर्नुभएको छैन लाइक गर्नु होला। थ्याङ्क यू, बाई बाई।